ल है दर्शक महानुभावहरू यति बेला हामी जाजरकोटको सदरमुकाम खलङ्गाबाट यो दृश्य अवलोकन गराइरहेका छौँ। मौसम अलि धमिलिएको छ, चिसो समय छ, त्यति क्लियर हामी तपाईँलाई देखाउन सकिरहेका छैनौँ र पनि जस्तो हुन्छ त्यस्तै प्रस्तुत गर्न लागिरहेका छौँ। तल मजासँग भेरी बगेको छ, यो चाहिँ भेरी भयो, भेरी नदी बगेको छ। यता चाहिँ नि यो जाजरकोटको सेरोफेरो भयो, यताबाट चाहिँ जाजरकोटको यताबाट चाहिँ नि रुकुम हजुरहरूले देख्न सक्नुहुन्छ। सिस्ने हिमालको पनि दर्शन गर्न सक्नुहुन्छ हजुरले। त्यहाँ पारी क्यामेरा त्यति मिठो भएन र देखिएन, बजार राम्रो छ, यो यहाँबाट चाहिँ देखाउन असमर्थ भइयो। अनि हाम्रो राजपरिवार राजाहरूले मन पराएको अथवा राजाहरू बसोबास गरेको राजदरबार जाजरकोट खलङ्गाको राजदरबार, जुन दरबार अहिले अलि जीर्ण अवस्थामा रहेछ। 2072 सालको भूकम्पले पूर्ण क्षति गरेको रहेछ। यो पुनर्निर्माण गर्ने कार्य चाहिँ नभएको हो कि भन्ने छ। मेरा प्रिय भाइहरू युवराज र रमित भाइ पुरा मजासँग फोटो सेक्सन गरिरहेको अवस्था छ। भाइहरू हामी त्यसलाई यो चाहिँ नि राजदरबार हेर्नुहोस्, पुरा अलि जीर्ण नै छ र पनि हेर्नलाई चाहिँ आकर्षक रहेछ। यता चाहिँ नि हजुरको यताबाट भयो, यता जिल्ला प्रशासन कार्यालय भवन भयो। अनि यहाँ नजिक आकर्षक फुलहरू दिएको रहेछ। फुलहरू रहेछ। यता चाहिँ नि हजुरको यो जिल्ला प्रशासन कार्यालय जहाँ प्रशासनिक काम कुराहरू भइरहेको छ। यता भने यताको यो भवन तपाईँलाई हामीले देखायौँ। है त, कस्तो मिठो छ। ल दर्शक महानुभावहरू हेर्नुहोस् त कति राम्रो छ। यताको मौसम अलि धमिलियो देखियो, तथापि मनोरम छ। साँच्चीकै स्वर्गीय आनन्द आउने ठाउँ हो यो ठाउँ भने। आज भाइहरूको साथमा भाइहरूले चाहिँ नि गाइडलाइन्स गरेर हामी यहाँ छौँ। यो आहा, यहाँ हामीले अनुमति लिएरै गरिरहेका छौँ यो काम कुराहरू। चाहिँ नि मिल्छ कि नमिल्नु, मजासँग मिल्छ भनेर भन्नुभएको छ। यो दृश्य हामी देखाइरहेका छौँ। हाम्रो राजा रानी बस्ने राहदानी तथा दर्ता चलानी शाखा रहेछ यो। अहिले चाहिँ यस्तो छ, बडा मिठो रहेछ ठाउँ यार। ल ठिक छ। खलङ्गा बजारको हामी उत्तर पश्चिमतिरको भूभाग हामी तपाईँलाई देखाइरहेका छौँ। यस्तो छ है साथीहरू। त्यहाँ चाहिँ नि मेरो भाइ। हेलो गाइज, अब मोड्दैछौँ हामी गाडी। अहिले गाडी मोडिसक्यो। मेरो यता कुनामा छ बाजे, पिठो बिक्री गर्न हिँडिराख्नु भएको छ बिचरा। नजिक भएको भए त हुन्थ्यो। ल हामी यता उत्तरतिरबाट यो भिडियो दृश्य अवलोकन गराइरहेका छौँ दर्शक महानुभावहरू। यो पनि हजुरको जाजरकोट जिल्लाको रिस्याङ भन्ने ठाउँ हो भन्ने सुन्नमा आयो, तथापि हामीलाई आधिकारिक कुरा चाहिँ थाहा भएन। यहाँ स्रोत अनुसार रिस्याङ हो भन्ने छ। यति टपमा छ क्या यो खलङ्गा हेर्नु साथीहरू, तलबाट माथि। प्रशासनिक भवन मात्र नभएर पर्यटकीय स्थल पनि रहेछ भन्नु न। त्यो देखियो। राजा बहादुर रानी बहादुर बसेको ठाउँ रहेछ नि त यहाँ त। भन्नु त पर्यो त। मैले भिडियो बनाएको छु त्यही भन। हेलो हेलो। रमित भाइलाई केटी खोज्न आएको, अन्त टोपी समातेर हिँडिसक्यो ऊ चाहिँ नि। उसले नपाउने स्थिति भयो। यो चाहिँ जाजरकोटको सदरमुकाम खलङ्गा है हजुर।
हामी यति बेला ट्याक्क लगाएर खलङ्गा बजारको उकालो ठाउँ पुरै घुमिसक्यौँ हामी पुरै आज चाहिँ नि ए टु जेड घुमिसक्यौँ। खलङ्गा बजारको प्रधानमन्त्री उहाँ हुनुहुन्छ, सेनापति अगाडि जानु भएको छ टोपी समातेर।